हेलो यार नमस्ते एभ्रिवान हैन वेलकम ब्याक टु अब मेरो साथीको भ्लग है अब हामी चाहिँ मार्दी गइदिउँ होला है भन्दै मार्दीकोतिर बढिरहेको छौँ अगाडि अगाडि बिस्तारै हैन अब त्यही हो हैन अब यहाँनिर चाहिँ अब हामी अब यहाँनिर हाम्रो ग्रुपै छ है अब अलिअलि अँध्यारो छ किनभने अब बिहान बिहानै हिँडेको छौँ नि त हैन अब डुलर खाँदै अब हल्ला गर्दै रमाइलो यस्तै त हो नि हैन अब जिन्दगी भनेको के छ त 2 दिनको मरि लानु त हो नि हैन र बन्दपुर चार तनाउ सारै होला नि ओए छु कहाँ जाने रे कहाँ जाने रे क्याफे रेड क्यासल गइदिउँ कि उबाट माथि सब जाने हजुर अहिले मैले कसम हेर न गेस हानेर भनेको बन्दपुर चार तनाउ नै रहेछ क्या त्यसलाई के थाहा हो त्यो काठमाडौँमा केही थाहा छैन है बास्कुटा काकर भित्ता थाहा छ त्यो के भन्न केही थाहा छैन मान्छेलाई वाइफाई चाहिँ पुरो यहाँ रहेछ त्यति चाहिँ थाहा छ मलाई त्यति थाहा हुनु पर्यो नि काठमाडौँ घरमा यति भएछ कन्टेन्ट आयो नि त बनाउने बासको के छ खबर यार साथी यार चाहिँ भ्लग बनाइदिनु साथी है फेरि पनि तपाईँहरूलाई स्वागत छ है यो हाम्रो भ्लगमा होइन अब हामी चाहिँ नि अब पोखरा हुन्छ नि अब हामी चाहिँ नि अब जे होस् पोखरा पुग्दैछौँ होइन अब हामी चाहिँ नि अब यहाँ रमाइलो गर्दै नाच्दै गाउँदै होइन अब यस्तै त हो नि अब के गर्नु होइन रमाइलो चाहिँ ए सकुल साथी चाहिँ नि फेरि अब यहाँनिर फेरि अब आफ्नै माहौलमा छ सकुल साथी होइन फेरि अनि है अनि त्यही हो अब है सबैजनालाई अब रमाइलो नै हुँदै होला होइन अब तपाईँलाई देखाउन पाइएको छैन हामीले घुमेको जस्तो तपाईँहरूलाई देखाएर हुँदैन नि त गाइज होइन अब तपाईँहरूले त देखि नै रहनु भएको छैन होला कस्तो रमाइलो भइरहेको छ भनेर ल आजलाई पनि अहिले चाहिँ हामी पोखरा पुगेका छौँ लगभग 3 बजेको छ 3 देखि 4 को समय अनि हामीले हिमाल हेरिरहेछौँ पोखराबाट पोखराबाट हामी लगभग 1 घन्टाबाट गाडीमा चढेपछि हामी अस्ट्रेलियन बेस क्याम्पमा पुगेका छौँ र साँझै भइसक्यो अब हामी खाना खान आँटेको छौँ सबैजनालाई गुड मर्निङ फ्रम द फरेस्ट क्याम्प अनि यो चाहिँ बिहानको 5 बजेको सनराइज भ्यू हो र यो चाहिँ माछापुच्छ्रे हिमाल हो एकछिनको पर्खाएपछि हिमालहरू बिस्तारै टल्किँदैछन् सेतो हिमालहरू अनि यसपालि चाहिँ माछापुच्छ्रेमा हिउँ त्यति परेको रहेछ हामी जाँदा र माछापुच्छ्रेको छेउछेउको हिमालहरू चाहिँ सेतो हिमालहरू टल्किरहेका छन् अटरम्म पहिला चाहिँ फरेस्ट क्याम्पमा हिउँ पर्थ्यो भन्ने भन्नुहुन्थ्यो र अहिले चाहिँ हिउँ पर्नु छोडेको रहेछ धेरै वर्ष भयो पहिले 3-4 वर्ष अगाडि चाहिँ हिउँ पर्थ्यो भन्ने कुरा गर्नुभएको थियो यहाँको बासिन्दाहरूले अब चाहिँ डे 2 हो हामी खाजासाजा खाएर मासतिर लाग्दैछौँ सबैजना साथीहरू ब्याग प्याक गरेर रेडी हुनुहुन्छ
नमस्ते है, फेरि पनि स्वागत छ सगुल साथीको भ्लगमा होइन। अब हामी चाहिँ नि अब जियोस अस्ट्रेलियन क्याम्पबाट अगाडि बढ्दैछौँ होइन। अब हामीले चाहिँ उकालो उकालो जानुपर्छ कि भन्ने एक्सपेक्ट गरेको थियौँ, तर एक्सपेक्टेसन भर्सेस रियालिटी भएको छ कि यहाँ होइन। हामी चाहिँ नि ओह्रालो झर्दैछौँ है। अब तपाईँहरूलाई कसरी देखाउनु मैले है, अब त्यहाँ अहिले होस् है, अहिले के देखाउनु, क्यामेरा कसरी घुमाउँ मैले, ब्याक क्यामेराबाट गऱ्यो भने सजिलो हुन्थ्यो क्या होइन गाइस साथी। हाम्रो म्याम पनि यहाँ हिँड्दै हुनुहुन्छ है, वेलकम छ, म्यामलाई पनि भ्लगमा वेलकम छ साथीको है। हेलो 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 मैले चाहिँ ट्रेकिङ सक्स भोलि र पर्सि ला राखेको छु। मैले त्यही गरेँ दुईटा त्यो ताइले दिएको भोलि र पर्सि ला राखेको छु। सरोज कस्तो लागिरहेछ? सर्ट ब्रिफिङ भनिदेऊ न त हिजोदेखिको। हामी चाहिँ अस्ट्रेलियन क्याम्पमा आएर हिजो राति बस्यौँ। आज चाहिँ अब हाम्रो अहिले ओह्रालो छ, यो हामी फरेस्ट क्याम्प हिँडेको, त्यहाँ पुगेर आज बसिन्छ। भोलि फेरि लो क्याम्प हुँदै हाई क्याम्प गइन्छ त्यसरी। अनि फर्केर अनि पोखरामा बस्ने प्लान छ हाम्रो। के कति हुन्छ कस्तो हुन्छ बासको केही छ? ग्रुपमा आइएको छ होइन, रमाइलो गीत मिसिङ गर्दैन आज आज हिँड्नुपर्छ भनेर भन्नु चाहिँ यति नै चाहेँ है। ओके म्याम कस्तो लागिरहेछ हजुरलाई? Enjoying, हजुर children having fun, enjoying the nature. थ्याङ्क यू म्याम। फरेस्ट क्याम्पबाट सबजना छुट्टिन्छ कि ए अरूतिर भन्दा पनि सरोज भयो ब्यागको वेट धेर छ थाहा छ केही छैन कि सामान भन्दा वेट ब्यागको धेरै हो क्या वेट। यति सामान त नर्मल कलेज हिँड्ने झोला पनि अडाउँथ्यो हो नि। र अब आउँदा चाहिँ अरू पनि हामीले सफर गरिरहनु परेको छ कि अगाडि गयो भने हुँदैन, अगाडि गयो भने हुँदैन। यस म्याम वी इन्जॉयड। यहीँबाट हो, हेलो लाइट यसरी मुखमा पर्छ नि त राम्रो आउँछ। कहाँ आज दोजी? जाँदै हो। अहिले चाहिँ हामी कहाँ जाँदै? देउराली। देउराली जाँदै हो। अब यसो हेर्दै गर्नु बिस्तारै आउँछ भिडियो नै।
फुपू त भुजा भन्नुहुन्छ अनि भुजा अहिले खाना खायौँ र एकछिन रेस्ट गऱ्यौँ अनि हामी यहाँबाट पैदल यात्रा सुरु गर्दैछौँ। सो अहिले चाहिँ नि हामी चट्टपारामा यहाँनिर के भन्छ यसलाई हिटर अब यो अर्ग्यानिक अब के हिटर ट्रेडिसनल हिटर तान्दैछु है सबैजना जे होस् अब यस्तै छ रमाइलो भइरहेको छ होइन त्यही नै त हो नि होइन सकल साथी के दुई शब्द जाओस् न त यो ए साथी एउटा सायरी भन्नु दुई शब्द वा 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 भन्ने साथी यो भ्लग त तिम्रै हो क्या कस्तो कति राम्रो हो र होइन यहीँबाट हुन्छ ओके इज टेकिङ आवर फोटो है गाइज अनि अब साथी तिमीलाई खाना कस्तो लाग्यो त हाम्रो अब यहाँनिर ग्रिन होइन सबभन्दा मिठो कुन डिस लाग्यो मासु अफ कोर्स होइन जहिले पनि मासु त हो नि चिकन के भन्दा ब्रोइलर नै लोकल हो सधैँ मासु सधैँ कुखुरा किन खानु आज मासु खाऊ त्यो खासियत हो क्या कुखुरालाई कसरी माछा जो पाइन्छ त्यही साथी तिमी माछाको फिसिङमा गइरहने मान्छे होइन अनि माछाको फिसिङ रे मैले के भने माछाको फिसिङ होइन उता माछा पुछ्रे हिमाल त हो नि होइन हिमाललाई टाढै भइहाल्यो एउटा डोरी मात्र चाहियो अलिक गतिलो यस्तो पनि यसरी जाने पोखरामा खेल्न जाउँ हो के खेल्ने हामी त साइक्लिङ गर्ने यार साइक्लिङ गर्न आउँदैन तपाईँ साइकल चलाउनुहुन्छ अब गाइज होइन अब हाम्रो चाहिँ अब डे 2 हो है अब यो भ्लग चाहिँ नि सबै अब हाम्रो मार्दिकै भनेर आउँछ कि यसो डे 1 डे 2 डे 3 डे 4 डे 5 भनेर आउँदैन होइन किनभने हामीले चाहिँ धेरै भिडियो पनि बनाइसकेको छैनौँ नि त अहिलेसम्म होइन हाम्रो टुर गाइड चाहिँ हाँसिरहनु भएको छ है किन अनि यो चाहिँ अब एकैचोटि लास्टमा एकैचोटि एडिट भएर अब हामी घर पुगेपछि होइन कहिले आउँछ घर पुगेपछि अब त्यो 3-4 दिनपछि आउँछ होइन अब साथीले पनि एडिट गर्नुपर्ने हुन्छ हजुर यही नै हो मसँग त छैन फोटो त उसले हाल्यो वेलकम ब्याक आज थर्ड डे हामी फरेस्ट क्याम्पबाट कता गइरहेछौँ सम्धी कहाँ हो हामी जानु पर्यो हजुर ए बेस क्याम्प हुँदै जाँदैछौँ बग्नु न तपाईँलाई म वेलकम गर्छु यहाँ आउनुहोस् न यसो आजको यसो के छ अवस्था आजको अवस्था खै सब ठिक छ भन्नु पर्ला कहाँ पुग्ने आज हामी आज यो फरेस्ट क्याम्पबाट रेस क्याम्प हुँदै
लो ग्याम हुँदै बादल राणा हुँदै माथि हाई ग्यामतिर जाँदैछौ तेस्रो दिनमा होइन ल धन्यवाद धन्यवाद वेलकम वेलकम ल सब भिडियो पनि हाल्यो त्यो हैन हेर्नु मलाई कस्तो देखेको रहेछ एकदम राम्रो उयो को कस्तो ह्यान्डसम रहेछ ल यसको लागि गर्लफ्रेन्ड खोजिदिनु पर्यो वेलकम ब्याक ल एन्टी लाइट पर्यो लाउ ल ओके उसको युट्युब च्यानललाई चाहिँ सब्सक्राइब नगरिदिनु होला होइन कन्टेन्टै राम्रो आउँदैन कि उसकोमा सब्सक्राइब टु सकुल्स अब सकुल ब्लग्स होइन सब्सक्राइब गरिदिनु होला सबैले मिलेर होइन अब तपाईँहरू नै फ्यामिलीको अब पार्ट अफ फ्यामिली बन्न सक्नुहुन्छ होइन जुनले गर्दा चाहिँ अब यस्तो हामी मार्दी जस्तो अब अरू ट्रेकहरू पनि अब अर्गनाइज गर्न सक्छौँ अब हाम्रो नेक्स्ट कहाँ एबिसीमा चाहिँ तपाईँहरूलाई पनि अब 2-4 जना अब हामी चाहिँ नि त्यो के चिट्ठा सिस्टम होइन चिट्ठा सिस्टम गरेर त्यो गर्छौँ होइन त्यही अनुसार अब चिट्ठा सिस्टममा जो पर्नुहुन्छ 2-3 जना महानुभावहरू ल त्यही हो होइन अब कपी पेस्ट अनि उहाँहरू पर्नुहुन्छ भने अब उहाँहरूलाई पनि हामी लिएर जान्छौँ नि त अब एबिसी त त्यही भएर चाहिँ सब्सक्राइब गरिदिनु अब हाम्रो अब फ्यामिलीको एउटा पार्ट बनिदिनु है त्यति भन्दै म अहिले धन्यवाद म्याम कस्तो लागिरहेछ हजुरलाई ओहो सजिलो पकड हजुर अब चाहिँ हामी बादल डाँडा पुगिरहेछौँ हामी जति अगाडि बढ्यौँ त्यति हिमालहरू नजिक नजिक देखिरहेछ
हो देयर आउँदो रहेछ यो फाइनली हामी हाइवेस क्याम्प पुग्यौँ अनि अब हामी बेलुकाको खाना खान आँटेको छौँ अनि खाना खाएपछि यसो रमाइलो छ नाचगान अनि त्यसपछि भोलि ब्याग बोक्ने हो पोखरा जर्नी हो यो चाहिँ बिहानको टाइम हो यति चिसो छ कि पानीहरू सबै जमेको छ र घाम बिस्तारै उदाउँदैछ छोरो यहाँ आउँदा नि आधी मन हुन्छ